दक्षिण कोरिया मनोचिट्टा कार्यक्रममा 31 जना साथीहरूले प्रथम पुरस्कार जित्न सफल हुनुभएको छ भन्ने समाचार सुन्नमा आइसकेको छ। आशा गरौँ हाम्रो गोलापर्दाबाट छानिनु हुने 10 जना साथीहरू पनि त्यही 31 जना साथीहरूमध्ये कोही पर्नुभएको छ कि भन्ने आशासहित आजको यस भिडियो सुरु गर्न चाहन्छु। घर देशमा अनि परदेशमा हुने सबैलाई नमस्कार। सन्चै आरामै हुनुहुन्छ? हजुर, यस हप्ताको नतिजा पनि प्रकाशन भइसकेको छ। हजुरहरूको नतिजा के आयो त भन्ने कुरा एकछिनमा चेक गर्नेछु। नतिजा जे जस्तो आए पनि नतिजालाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि हजुरहरूको सहभागिता यसै गरी रहनेछ भन्ने आशासहित हजुरहरूको नतिजा के आयो त भन्ने कुरा म चेक गर्छु। भिडियो अलि लामो हुनसक्छ, नछुटाई हेर्नु होला है त। पर्दाबाट 1 नम्बरमा नाम आउन सफल थियो दीपक थापा मगर। उहाँको नतिजा के आयो त भन्ने कुरा चेक गरौँ है त। उहाँको एउटा मात्रै अङ्क मिल्न सफल भएको छ। त्यसै गरी हाम्रो गोलापर्दाबाट नाम आउन सफल थियो साथीको नाम सुमित सुनार रहेको छ। उहाँको गोलापर्दामा दोस्रो नम्बरमा नाम आएको थियो। उहाँको नतिजा के आयो त चेक गरौँ है त। उहाँको एउटा पनि मिल्न सकेन। त्यसै गरी गोलापर्दाबाट तेस्रो नम्बरमा नाम आउन सफल थियो गतराज खेमजीको। उहाँको नतिजा के आयो त चेक गरौँ है त। उहाँको दुईटा अङ्क मिल्न सफल भएको छ, 20 र 25। आगामी दिनहरूमा यसै गरी 3टा, 4वटा, 5वटा र 6वटै मिलाएर प्रथम पुरस्कार जित्न सक्नुहुनेछ भन्ने आशा राख्दछु। त्यसै गरी गोलापर्दा गर्दाखेरि 4थो नम्बरमा आउनुभएको थियो सुरज छेत्रीजी। उहाँको नतिजा चेक गरौँ है त। उहाँको के आयो? उहाँको पनि एउटा मात्रै अङ्क मिल्न सफल भएको छ, 25। आशा गरौँ आगामी दिनहरूमा सबै मिल्नेछन् भन्ने आशासहित गोलापर्दाबाट छान्दाखेरि 5औं नम्बरमा नाम आउन सफल थियो निशा ओलीजीको। उहाँको नतिजा के आयो त चेक गरौँ है त। उहाँको पनि एउटा पनि मिल्न सकेन। आगामी दिनहरूमा 6वटै अङ्क मिलेर प्रथम पुरस्कार जित्न सफल हुनेछ भन्ने आशासहित गोलापर्दाबाट 7औं 6औं नम्बरमा नाम आउन सफल थियो आकृति महतोजीको। उहाँको नतिजा के आयो है त हेरौँ है त। उहाँको पनि एउटा पनि अङ्क मिल्न सकेन। आशा गरौँ आगामी दिनहरूमा मिल्नेछ भन्दै त्यसै गरी 7औं नम्बरमा नाम आउन सफल थियो मिना परियारजीको। उहाँको नतिजा के आयो त हेरौँ है त। उहाँको लक्की नम्बरको उहाँको एउटा मात्र अङ्क मिल्न सफल भएको छ। अङ्क मिल्न सफल भएको छ 37। त्यसै गरी
8औं नम्बरमा नाम आउन सफल थियो अनुदीपक जीको। उहाँको नतिजा के आयो त हेरौँ है त। उहाँको पनि एउटा मात्र अङ्क मिल्न सफल भएको छ। आशा गरौँ आगामी दिनहरूमा 6वटै अङ्क मिल्नेछ। त्यसै गरी गोलापर्थाबाट 9औं नम्बरमा आउन सफल हुनुभएको थियो SR राणा मगर्जी। उहाँको नतिजा के आयो त? उहाँको पनि एउटा मात्र अङ्क मिल्न सफल भएको थियो 7। आशा गरौँ आगामी दिनहरूमा राम्रो नतिजा आउनेछ भनेर। गोलापर्थाबाट 10औं नम्बरमा पर्न सफल हुनुभएको थियो ज्योति महतोजी। उहाँको नतिजा के आयो त चेक गरौँ है त। उहाँको पनि एउटा मात्र अङ्क मिल्न सफल भएको छ 25। आशा गरौँ आगामी दिनहरूमा राम्रो नतिजा आउनेछ। यसै गरी यस हप्ता सहभागी 10 जना साथीहरूको मैले नतिजा के आयो भन्ने कुरा चेक गरिसकेको छु। नतिजा जे जस्तो आए पनि नतिजालाई आत्मसात गर्दै यो अन्त्य होइन सुरुवात हो। हाम्रो कमेन्ट च्यालेन्ज प्रत्येक हप्ता हुने गर्छ। त्यसमा सहभागी भएर हजुरहरू चिट्टा कार्यक्रममा सहभागी भइरहन सक्नुहुनेछ। आशा गरौँ आगामी दिनहरूमा पनि हजुरहरूको सहभागिता यसरी नै रहिरहनेछ र मैले पनि हजुरहरूलाई चिट्टा कार्यक्रममा सहभागी यसरी नै गराउन पाइराख्नेछु भन्ने आशासहित स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। सानालाई माया गर्नुहोस्, ठुलालाई आदर गर्नुहोस्। गर्मी छ, पानी प्रशस्त पिउनुहोस्। हस्त, नमस्कार।